God, please, no! No! यो गंगु छेत्रीले आफ्नो भिडियो आफै लिक गरेको, आफ्नो शरीर सबै नग्न बनाएर आफ्नो भिडियो सामाजिक सञ्जालमा आफैले नै पोस्ट गरेको। यो मैले भनेको हैन, सामाजिक सञ्जालमा हेर्ने हो भने अहिले सबैतिर यही विषयमा कुरा भइराखेको छ र सबैजनाले धेरै जस्तो चाहिँ के भनिराखेका छन् भने आफ्नो शरीर सबै नग्न बनाएर अरूलाई देखाएर आफ्नो भिडियो अलिकति सिम्पथी गेन गर्न पाउँछु कि भनेर आफ्नो भिडियो आफैले नै शेयर गरेको हो सामाजिक सञ्जालमा भनेर धेरै जस्तो चर्चा चलिराखेको छ। बिस्तारै भाइरल हुन कम भएको थिए के थाहा हो, आफैले बनाएर पो हालेकी यो भिडियो, उसलाई देखाएको भिडियो आफैले फ्रेम पाउँछु भनेर अब जस्टिस गर्न आइहाल्छन्। जसरी यो भिडियोलाई शेयर गर्नेहरूको संख्या बढिराखेको छ त्यसरी नै यस विषयमा बोल्नेहरूको संख्या पनि एकदमै हाई भइराखेको छ। दिमाग खराब जताजतै गंगु गंगु गंगु। स्वागत छ तपाईहरुलाई, नमस्ते, मेरो नाम हो विशाल पाण्डे र तपाईहरु हेर्नुहुँदैछ आफ्नो युट्युब च्यानल एक्लोपन्जी ब्लग। साथै बढौं अब मेन टपिकतिर। यो गंगु छेत्रीको यो भन्दा 3-4 वर्ष अगाडि पनि एउटा अर्को काण्ड बॉयफ्रेन्डसँग सम्भोग गरेको काण्ड भाइरल भएको थियो के हैन होला। उसले त पैसा तिरेर गरेको जस्तो गरेको छ, उसले क्यामेरा अफ गरेको छ, मज्जाले त देखा भनेको छ अनि मज्जाले भइरहेको छ के हो। जसले भिडियो लिक गर्यो त्यसलाई केस नहाल्ने अरे, किनभने तिनी त्यस्तै छैनिन् अरे। मेरो मनले मान्दैन, किनकि मेरो मनै कस्तो छ क्या, किनकि अब मलाई यस्तो भयो हैन, त्यसको चाहिँ मैले किन गर्ने, अरूलाई मैले किन गर्ने, त्यो टाइपको छ मेरो मनै त्यस्तो छ क्या पहिलादेखि नै। एन्ड आई एम प्राउड, मेरो मन त्यस्तो छ। तिनी अर्कै एकदम खुला मनकी छिन अरे हैन। तिनले जसले तिनलाई जेसुकै गरोस्, उनको प्राइभेट चिजहरू यहाँ पारेर देखाइदियोस् अथवा यहाँ पारेर देखाउँदियोस्, जेसुकै गरोस्, उनलाई टेन्सन छैन रे। यत्रो ठुलो इन्सिडेन्ट भएको छ तर यस विषयमा बोल्दाखेरिको यिनको एटिट्युड मेरो बाहिर आयो, मेरो भिडियो आउट भयो हैन। अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ, सी विल डाई, सी कैन डाई भनेर। फक नो बडी, म चाहिँ यस्तो नो आम चिल गर्ल हैन। यिनलाई कसैले गलत गरिरहेछ तर यिनको मनमा चाहिँ जसले मलाई गलत गरिरहेछ त्यसलाई चाहिँ मैले गलत नगरौँ भनेर सोच्दिरहेछन्। तर एकचोटि यो भिडियो हेर्नु त। 15-20 सेकेन्डको भिडियो हेरेर मलाई जज गर्ने मान्छेहरू यता सुन, मुन्टु झोलामा टाउको खोलामा पुग्ला होस्कर म्यासिक्सहरू। मैले मेन बुझ्न नसकेको कुरा चाहिँ कसैले 15-20 सेकेन्डको भिडियोमा कमेन्ट गर्दाखेरि यति धेरै पारा तातिन्छ भने, अनि मेरो मन त्यस्तो छैन, मलाई कसैले केही गर्यो भने म अरूलाई त्यस्तो गर्न चाहन्न। यो अहिले भएको इन्सिडेन्ट त सानो कुरा हैन नि त। तर उसकै मुखबाट जब मैले सुने नि हैन, म त्यस्तो छैन तर मैले केस फाइल गर्दिन भने पछाडि एक्सक्युज मी हेर बहिनी, तिमीलाई नि के मतलबै रहेनछ क्या। मतलब चाहिँ साँच्चै नभएकै रहेछ। यदि उनले गल्ती गरेको छु भनेर सोच्दिन, आफूलाई रिग्रेट भएको थियो भने केही न केही एक्सन लिन्थिन् यसबारे। तर उसले त त्यो भाइरल भएको भिडियो हेर्नु भएको छ कि छैन, हेर्नु भएको छैन भने फेरि एकचोटि गएर हेर्नु भनेर भन्छन् यार। त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि फेरि हेरिदिनु होला। जुन मेरो हातमा यो ट्याटु छ, यो मेडुसाको, आई गट दिस ट्याटु 1 वर्ष अगाडि है। अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन। एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त। मैले यो कुरा मैसम्म मात्र राख्नु खोजेको थिएँ, बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो, अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ। मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा। मेनली कुरा चाहिँ है, तिमीलाई जसले जे गरे पनि हुने रहेछ क्या हैन। सो यदि तिमीले केस फाइल गर्न सक्दैनौ भने नि त्यो सिम्प्याथी गेन नगर ल है। म यस्तो छु उस्तो छ भनेर नदेखाउ ल, तिमी कस्तो छ सबैलाई थाहा छ, कसैले तिम्रो डिफाइनै गर्नु पर्दैन। अनि फेरि टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब सबैतिर जस्टिस फर गंगु भन्दै सबैजना बौलाइराखेको छ। जबकि गंगुलाई मतलबै छैन, न उसलाई केस फाइल गर्नु छ न त उसलाई यसमा जस्टिस चाहिएको छ। म चाहिँ यहाँदेखि के भन्न चाहन्छु भने चाहिँ जति पनि भिडियो बन्यो आजसम्म बन्यो हैन, सो प्लिज मेरो नाम युज गरेर चाहिँ कसैले पनि भिडियो अपलोड नगरिदिनु होला प्लिज। आई डोन्ट निड जस्टिस, मलाई जस्टिस चाहिएको छैन। म चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि चाहिँ मलाई सिचुएसन ह्यान्डल गर्न आउँछ हैन, म आत्तिन्दिन अनि आम स्ट्रङ इनफ। सिचुएसन जे नै भए पनि यतिको स्ट्रङ लेडी चाहिँ हुनै पर्छ लाइफमा, जेसुकै होस् मतलब भएन आफू चिलमा। फेरि भेटौँला अर्को भिडियोमा। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। त्यो ठाउँमा हात लाएर चाहिँ नदेखाउन नि, तिमीलाई त डामेर छोड्या हो कि क्या हो।